राजाराम शिवाकोटी वाउ गेलछिन चुरा कुटी मकै भुटी खाजा हेलो एभ्रिवान दर्शन नमस्ते वेलकम टु माई युट्युब च्यानल। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, सपोर्ट गर्नुहोला, माया गर्नुहोला। र यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ, सपोर्ट गर्नुभएको छ, जोडिनु भएको छ पक्कै पनि धेरै धेरै धन्यवाद। यसरी नै सपोर्ट गर्नुहोला, यसरी नै माया गर्नुहोला। तपाईँहरूको माया, तपाईँहरूको सपोर्ट अत्यन्तै खाँचो छ होइन। एकदमै सपोर्टको कमी भएकोले चाहिँ सक्दो सपोर्ट गर्नुहोला भन्दै म धेरै बोल्न चाहन्न। आज पनि एउटा सानो रियाक्सन भिडियो लिएर आएको छु। हजुरहरूलाई कस्तो लाग्छ प्लिज तल कमेन्ट बक्समा राख्नुहोला। त्योभन्दा अगाडि आजको कसको पालो रहेको छ त? आजको एकदमै होइन, एकदमै बवाल, एकदमै खतरा, एकदमै चर्चित नै होइन, एकदमै खत्रै सिङ्गर हुन्छ राजाराम शिवकोटी एन्ड बियोन्सिना भनेपछि थाहा नै होला। फुलबुट्टे साडी होइन लगायत निकै कभर गीतहरू गाएको छन् होइन। पछाडि चाहिँ फेरि अरिजिनल गीत राजाराम शिवकोटी र बियोन्सी दुईजनाले एकदमै बवाल एउटा गीत निकालेको रहेछ। मैले हेरेको छुइनँ, फेसबुकमा हेरेको हो, टिकटकतिर होइन। एकदमै खतरा लाग्यो। लासी पाउँ कि खोइ के होइन, एकदमै खतरा छ। म नाम पनि त्यति राम्रो भन्न जान्दिनँ, एकदमै कडा छ। हामी ओके लेट्स गो, सँगै बसेर हामी हेरौँ। लेट्स गो, भिडियो स्टार्ट। देविथान म्युजिक राजाराम शिवकोटी वाउ बियोन्सिना लस्सी पाउँ कति मिठो। लस्सी पाउँ मुखै रसाउने। मैले फेसबुकमा सुनेको यो चाहिँ। फुल्ली रसाउने, लस्सी पाउँ मुखै रसाउने। लस्सी पाउँ मुखै रसाउने। सुहाउने wow, very beautiful video. चाहिँ नेवारी वेशभूषामा झल्केको भिडियो रहेछ, एकदमै राम्रो लाग्यो। बियोन्सिनाको चाहिँ बवाल चाहिँ एकदमै बवाल होइन। ट्याक्कै अफ्रिकनहरूको चाहिँ किन सबै यस्तो हुन्छ, हाम्रो पनि तुमाला तिङ्कीमाला कपाल बाटेको। वाउ झुकेको सिमसी कुरा गर्न पल्केको। लस्सी पाउँ लस्सी रसाउने। एकदमै बवाल, एकदमै दामी। मलाई चाहिँ एकदमै राजाराम शिवकोटीको चाहिँ म्युजिक एकदमै अहिले पछिल्लो समय चाहिँ एकदमै खतरा आइरहेको छ। गीतहरू एकदम बवाल लाग्छ। लाइब्रेरीलाई एकदमै बवाल भिडियो चाहिँ किन रोकियो भन्दाखेरि चाहिँ मैले थोरै अब रियाक्ट गरेपछि जहिले पनि थोरै रोक्ने मेरो कोसिस हो, किनकि कपिराइट आउँछ। त्यही भएर चाहिँ हल्का रोकेर यसो बोल्ने प्रयास गर्ने। अब कतिपय भिडियोमा त आउँछ पनि, अब के गर्ने। तैपनि आफ्नो रहर हो, इच्छा हो, पैसा कमाउने रहर छैन, त्यतिकै प्लेट प्लेट हानेको। अब के हुन्छ हेर्दै जाउँ होइन। भिडियो बनाउँदैछु, तपाईँहरूले सपोर्ट गर्नुहोला। जति पनि सपोर्ट गर्नेहरूलाई धेरै धेरै धन्यवाद। अनि भिडियो कस्तो लाग्यो हजुरहरूले प्लिज तल कमेन्ट बक्समा राख्नुहोला आफ्नो विचार। मलाई चाहिँ एकदमै बवाल, एकदमै दामी लाग्यो होइन।
बियोन्सिनाको चाहिँ पहिला फुलबुट्टे साडी कभर सङ पनि एकदमै बवाल लाग्यो, एकदमै बवाल हैन। अफ्रिकन यस युगान्डा चाहिँ हो होला उहाँको कन्ट्री चाहिँ मलाई जस्तो लाग्छ, जस अफ्रिकनमै पर्छ, एकदमै बवाल लाग्छ। अनि राजाराम शिवकोटीको त कुरै नगरौँ, एकदमै खतरा खतरा गीतहरू छ, एकदमै बवाल गीतहरू छ, एकदमै चर्चित गीतहरू एकदमै बवाल छ हैन। एकदमै मनपर्छ मलाई चाहिँ भिडियोहरू, एकदमै दामी। लस्सी पाउँ पनि एकदमै बवाल छ, सबैले हेरेर सपोर्ट गर्नु होला, माया गर्नु होला भन्दै ओके फेरि हामी पनि बसेर सँगै हेरौँ। ओके लेट्स गो, भिडियो स्टार्ट। चुरा बुरा भुटी मकै भुटी खाजा बनाउला ला खुसी मनाउला लस्सी पाऊ लस्सी पाऊ लस्सी पाउने लस्सी पाऊ मुखै रसाउने। मैले चाहिँ यत्तिकै हानेको छु, सपोर्टको लागि हानेको, एकदमै बवाल लाग्यो नि, त्यही भएर मन पर्यो चाहिँ। सुहाउने सपोर्ट छ है, सपोर्ट एकदमै बवाल छ। गाना चाहिँ एकदमै चर्चित हुनुपर्छ, एकदमै बवाल। जानी नजानी मैले सपोर्ट गर्ने कोसिस गर्छु एकदम। वाउ, डायलग कडा छ त यार। फिनिश, एकदमै खतरा, एकदमै बवाल हैन। गीत चाहिँ सिधेको छ मैले चाहिँ। अब गीत सिधिसक्यो, अब थोरै बोलाउँ हामी हैन गीतको बारे, एकदमै बवाल। मैले चाहिँ बिचबिचमा यतिकै मैले सपोर्ट गरेको थिएँ हैन, कराउँदै। भनौँ हजुरहरूलाई कस्तो लाग्यो प्लिज तल कमेन्ट बक्समा राख्नु होला आफ्नो विचार हैन। र हजारौँ लाखौँ मेरो कमजोरी होला, त्यसलाई पनि म सुधार्ने कोसिस गर्नेछु। प्लिज तल कमेन्ट बक्समा आफ्नो विचार राखिदिनु होला भन्दै आगामी दिनहरू म राम्रो गर्ने त कोसिस गर्नेछु, तर राम्रो गर्न सकिरहेको छैन। यतिकै प्रयास जारी छ अझै पनि। हजुरहरूलाई कस्तो लाग्छ प्लिज तल कमेन्ट बक्समा आफ्नो विचार, अनि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, सपोर्ट गर्नु होला, माया गर्नु होला, अनि अरिजिनल भिडियोलाई पनि गएर हेर्नु होला, सक्दो सपोर्ट गर्नु होला भन्दै आजलाई म यो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। ओके लेट्स गो, बाई बाई।